मिठो छ खाऊ त गुलियो पिरो मिठो भने गुलियो पिरो गुलियोको अनि जाँड पनि कहाँ पिरो हुन्छ त नि गुलियो पिरो हुँदैन भोग्नु पर्ने हुन्छ हामीले पनि यति हैन के गर्नु त राईको घरमा जन्म दिएपछि धेरै गफ्न आएन यसो देखिहाल्नु न देखिहाल्नु गाह्रो छ तपाईँलाई पनि बेसी क्या फेरि गाह्रो छ मलाई होप्राउनु छैन होप्राउनु होप्राउनु गाह्रो छ नि सिमसाग पनि खाने होइन सिमसाग पकाएर सिमसाग लगाएको तपाईँलाई त्यो बन्द गर्न आयो खोइ त नि हेर्नु कता उल्टो गरिराख्नु भएको कता यतापट्टि उल्टो यसरी होइन भगु कसरी सिकाउनु ए कता हो आमा चाहिँ गाह्रो छ आमालाई नि भयो आयो खै त नि त्यत्रो सिकाइदिएको होइन झन् कता के पो गर्ने अब चाहिँ मास्तिर स्वाट ऊ भयो गाह्रो छ खै देखाउनु त तपाईँको फोन गाह्रो छ फेरि आमालाई पनि गाह्रो छ कसले ल्याइदिएको भन्नु न कसले ल्याइदिएको फोन गाह्रो छ फेरि होइन क्या कसले ल्याइदिएको फोन तपाईँलाई भन्नु त तिमीले को हो म साइली छोरी गाह्रो छ फेरि आमालाई यसलाई के फोन भन्छ भन्नु न स्क्रिन टच भन्नु त स्क्रिन टच भन्नु न मलाई पनि आउँदैन फेरि भन्नु न स्क्रिन टच भन्नु न स्क्रिन टच टच यो के छ फेरि भन्नु त के कस्तो कस्तो फोन अरे त्यो फोन देखाउनु त एकचोटि कस्तो फोन अरे त्यो फेरि कुन टाने स्क्रिन टच तिमीले भने जस्तो भन्न आउँदैन भन्नु त स्क्रिन टच भन्नु न स्क्रिन टच फोन पनि देखाएर भन्नु न फोन पनि यस्तो देखाएर भन्नु न गाह्रो छ मलाई पनि भन्नु न अब त्यो कुन फोन लु भन्नु न अब यो फोन चाहिँ यस्तो हो मलाई साइली छोरीले ल्याइदिएको भनेर भन्नु त यो फोन कसको हो मलाई कतादेखि लिएको विदेशबाट लिएको हो कि होइन गाह्रो छ मलाई यो फोन चाहिँ स्क्रिन टच हो भनेर भन्नु न मलाई साइली छोरीले ल्याइदिएको भन्नु न त यो फोन चाहिँ स्क्रिन टचको साइली छोरीले ल्याइदिएको चलाउनु पनि सिक्दैछु भन्नु चलाउनु पनि त्यति आउँदैन भर्खर अलि एउटा चाहिँ सिक्दैछु कुन चाहिँ सिक्नु हुँदैछ भन्नु न एउटा चाहिँ सिक्दैछु भन्नु आफै सिक्दैछु अब बिस्तारै बिस्तारै म सिक्छु गाह्रो छ मलाई पनि कति गाह्रो हुन्छ नि मलाई बल्ल बल्ल ठुलो फोन पाएको के गर्नु र के टट रे स्क्रिन टच ल तपाईँले सिकेको के हो त्यो चाहिँ देखाइदिनु न त यस्तो गरेर अलिक यस्तो गर्नु देखाइदिनु लु कता पो उभो मास्तिर स्वाट लु अब उभै मास्तिर स्वाट यतै तलदेखि लानु न सोरेर भयो सिक्नु भएको त्यही हो मैले लाइट बार्नु चाहिँ सिकेँ है सिके अनि के अरे कलहरू उठाउनु सिक्नु भएको छ कि छैन भन्नु न फोन गरेको बेला उठाउनु आउँछ होइन तपाईँलाई आउँछ मैले बत्ती बाल्नु सिकिसकेँ कल उठाउनु पनि आयो बत्ती निभाउनु बाल्नु सिकिसकेँ अब बिस्तारो बिस्तारो सबै आउँछ गाह्रो छ ठुलो मोबाइल चलाउनु मोबाइल पनि उठाउनु मात्रै
अनि बत्ती चाहिँ बाल्थेँ। त्यो सजिलो कि यो सजिलो भनिदिनु न। यही सजिलो जस्तो लाग्यो मलाई त। पछि यो बिग्रो भने फेरि अर्को किनेर ल्याइदिन्छु ल। यो बिग्रो भने मलाई भन्नु, अनि अर्को किनेर ल्याइदिन्छु ल। ल कि नल्याइदिनु? ल्याइदेऊ। मैले तपाईँलाई कतिको हेर्छु भन्नु त? कति गरेको छैन, कति गरेको छैन। मैले धेरै हेर्छु कि कसले धेरै हेर्छ लु भन्नु। तिमीले अलिअलि माइलोले, अलिअलि कान्छीले, धेरै चाहिँ साइली छोरीले। को साइली छोरी भनेको चाहिँ फेरि को हो? को? अनिता। को अनिता? मेरो छोरी। म चाहिँ को? ल हेर, मैले धेरै हेर्छु कि ठिक्कले हेर्छु कि धेरै? अरूले भन्दा धेरै, अरूले भन्दा धेरै, सबैले भन्दा धेरै, सबैले भन्दा धेरै। माया चाहिँ गर्छु कि गर्दिनँ भनिदिनु न त। माया नगरेदेखि नि के हेर्ने त? अनि धेरै माया, कोही छोरीले मलाई माया गर्छ। सबैभन्दा धेरै माया गर्ने कसले भनिदिनु? तिमीले। ए तिमीले। तर छोरा भनेको छोरा हो क्या। हामी छोरी त अर्काको घरमा जाने मान्छे हो नि त। म पनि पछि अर्काको घरमा गयो भने त म पनि हेर्दिनँ बा, के थाहा नि। त्यस्तो चाहिँ हुँदैन होला। हेरेर हुन्छ? खान्छस् पो। हेऱ्यौ न भन्नु अब के, आफै भिसिरिएर जति सक्छु उति सक्छु त्यति नै खान्छु। म त हेर्छु हौ तपाईँलाई पछिसम्म मेरै घरमा लगेर राख्छु पक्नु म पहिला गएर। तिमीहरूको घरमा म जाँदिनँ। किन हौ? जाऊँ न क्या, म जाँदिनँ। पहिला गयो भने जाऊँ न। मधेसमा चाहिँ म बस्दिनँ। तपाईँलाई 10 तला बिल्डिङमा राख्छु क्या। परेन। एसी म यो उमै बस्छु, एक भुइँमै बस्छु, एक तलैमा बस्छु। किन हौ? यो भुइँ हो र? एक तला हो? दुईटा वटा नि, एक तला। एसी लाएर यो हिरो नि फेरि नि गाह्रो छ फेरि मलाई पनि। गाह्रो छ। म को हो अरे फेरि भनिदिनु त एकचोटि। को हो भनिदिनु न। ऊ को हो अरे भनिदिनु न। मेरो छोरी नि हो। कुन छोरी नि भनिदिनु न। हिरोनी छोरी, मेरो छोरीको साथी हिरोनी छोरी।